Hello everyone, I hope you guys are doing well and welcome to my new video. आजको भिडियो चाहिँ बेसिकली हल भिडियो हुनेछ है. I had ordered few earrings from an Instagram page है जो चाहिँ आज डेलिभर भयो. So I thought why not show it to you guys as well. मैले चाहिँ प्राय इयरिङ्स नै पर्ल वाला डिजाइनमा अर्डर गरेको छु किनभने मलाई अहिले पुरा पर्लको शक चढिरहेको छ नि त. So this one is the first pair है. यो चाहिँ जस्तो पिक्चरमा देखाएको थियो त्यस्तै नै सेम आएछ. हेर्नु न कति क्यूट, लाउँदाखेरि पनि कति क्यूट देखेको. For this I'll be giving 10 out of 10 है. क्वालिटी पनि एकदमै राम्रो थियो है. अनि सेकेन्ड पेयर पनि फेरि पर्ल वाला नै छ. यो इयरिङ चाहिँ इट इज मोर अन द क्लासियर साइड है. यो लाउँदाखेरि चाहिँ एकदम क्लासी देख्छ अनि बेसी हेभी पनि थिएन तर क्वालिटी इट वाज भेरी स्ट्रङ है. भाँचिहाल्नु खालको थिएन. सो यसको लागि पनि आई विल बी गिभिङ 10 आउट अफ 10. अनि थर्ड पेयर चाहिँ मैले यो सिल्भरमा अर्डर गरेको छु. आई एम मच अफ अ सिल्भर पर्सन है. आई प्रिफर सिल्भर देन गोल्ड. अनि मैले चाहिँ यो ट्रिपल हुपवाला इयरिङ अर्डर गरेको थिएँ. यो पनि पुरा राम्रो थियो. फर दिस अल्सो 10 आउट अफ 10 है. अनि फोर्थवाला चाहिँ मैले खासमा अर्को अर्डर गरेको थिएँ होला तर उनीहरूले यो सेन्ड गरिदिनु भएछ. तर इट्स ओके, क्वालिटी राम्रो थियो, डिजाइन पनि राम्रै थियो. यो चाहिँ कुर्तीसँग साडीसँग स्टाइल गर्न सक्छ होला. सो यहाँ मैले चाहिँ टोटल 8 वटा पेयर अर्डर गरेको छु है. बट यो पार्टमा चाहिँ म 4टा मात्रै पेयर देखाउने छु किनभने भिडियो लामो भयो भने फेरि हाल्नु मिल्दैन नि त. द रिमेनिङ 4 आई विल बी मेकिङ अ पार्ट 2 है. यो चाहिँ फ्री गिफ्ट पनि सेन्ड गरिदिएको थियो मलाई, रबर ब्यान्ड विथ अ क्युट बो. कति क्युट. यो चाहिँ स्पोन्सर भिडियो होइन, यो चाहिँ मैले आफै अर्डर गरेको है. बट तपाईँहरूलाई इयरिङ मन पर्यो भने आई क्यान मेन्सन द पेज नेम एज वेल. तपाईँहरू प्लिज डु कमेन्ट तपाईँलाई कुन चाहिँ पेयर मन पर्यो भनेर. मलाई त सबै नै राम्रो लाग्यो, सबैको क्वालिटी पनि एकदम राम्रो, सबै नै मन पर्यो. सो आई विल बी सी यु गाइज इन पार्ट 2. थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान. बाई बाई.